यस देशमा अहिले राजनीतिक व्यर्थमा राजाको पुनरागमन भनेर जुन माहौल बनाइएको छ, यसमाथि आम मानिसको राजनीतिक चेतनाको उन्मुखतालाई लिएर गम्भीर हुनु अत्यन्त जरुरी छ। आजको यन्त्र दास बनिरहेको मानव चेतनालाई जुनसुकै मोड दिन सकिन्छ। मानिस यति विक्षिप्त अवस्थामा छ, त्यो विक्षिप्त मानसिकता यहाँ कुनै पनि ज्ञान, विचार, चिन्तन, इतिहास हेर्ने होइन कि केवल माहौलमा उसलाई जुनसुकै मोड दिन सकिन्छ। अतः जो अलिकति राजनीतिक चेतनामा अलिकति सचेत छन् उनीहरूले यसलाई लिड गर्नु जरुरी छ। हामीले राजालाई फालेर जुन व्यवस्था ल्यायौँ, यस बीचमा के भयो, यिनीहरूले के दिए भन्ने सबैभन्दा महत्त्वपूर्ण जिज्ञासाको बावजुद हामी उतातर्फ उन्मुख भएका हौँ वा यो चेतना उतातर्फ फर्काउन लागि छ। यो अत्यन्त गलत छ। यस बीचमा केही भएन, यो त पक्कै हो। यहाँ दलीय राजनीति थियो, यसमा पनि 3 दल मुख्य केन्द्रमा भए र कुनैले पनि बहुमत ल्याएर 5 वर्ष स्थिरतापूर्वक काम गर्न नसक्ने अवस्था भएर यो व्यवस्था टुङ्गियो। अब कुनै पनि उपाय छैन। यहाँ कुनै पनि दलले बहुमत ल्याउने छैनन्। सबै मानिस दलीय रूपमा विभाजित भइसके। अब यो विभाजित भएको मानिसको चेतना यति विक्षिप्त र नारकीय वा यान्त्रिक हुन्छ। अब यिनीहरूलाई हामीले जगाउन सक्दैनौँ त कतै फर्काउन सक्दैनौँ। एउटा दलमा गएर फस्यो त फस्यो, अब त्यो अर्को दलमा जान अत्यन्त कठिन हुन्छ र यहाँ कुनै पनि दलले बहुमत ल्याउँदैन र 5 वर्ष उनीहरूले ठिकसँग काम गर्न सक्दैनन् भनेपछि यो व्यवस्था टुङ्गियो। अब यसको कुनै भविष्य छैन। अब 84 मा चुनाव गराउनु नै पर्दैन। यही रूपमा यो चाहिँ अवश्य हो। तर यो भन्दैमा फेरि राजतन्त्र त्यो वंशावली राजा त्यो होइन। त्यसको इतिहास हामीले यसलाई धर्मसँग जोडेर अझ त्यो नारकीय रूप दिएका छौँ, बाहिर ल्याएका छौँ। धर्म साम्प्रदायिक पागलखाना र राजालाई जोडेर यसको इतिहास त धर्म सम्प्रदायको पागलखाना र राजाले इतिहासमा जुन युद्ध बिहोरेका छन् त्यो कति नारकीय र त्यो कति कहाली लाग्दो छ भन्ने कुरा हामीले बिर्सिसक्यौँ। अतः यी दुवै धर्म साम्प्रदायिक पागलखाना र राजालाई जोडेर जुन फेरि त्यो विक्षिप्तता ल्याउन खोजिएको छ, यतातर्फ मानव चेतना जाने नै होइन। अब हाम्रो चेतना भने अबको कदम के हो? यसतर्फ जाने हो। अबको कदम स्पष्ट छ त, त्यही हामीले बिहोरिरहेका छौँ। हर्क साम्पाङ। यहाँ कुनै शासक र शासित भन्ने शब्द अब समाप्त गर्नुपर्छ। यहाँ राज्य सत्ता र शासित जनता भन्ने नै रहँदैन। त्यो हर्क साम्पाङले धरानमा शासन गरिरहेको छ र उसले काम गरिरहेको छ। समाजबाट एउटा व्यवस्थापन गर्न सक्ने क्षमता भएको व्यक्ति यो सामाजिक सञ्जाल छ। हामीलाई सबै व्यक्ति स्पष्ट हाम्रो हातमा छन्। जसले यो काम गर्न सक्छ उसलाई लगेर एउटा घरको व्यवस्थापन ठिकसँग गर्ने के हो भन्ने हामीलाई थाहा छ। एउटा समाजको यही काम, एउटा समाजको व्यवस्थापन यही काम एउटा राज्यको व्यवस्थापन गर्ने हो। व्यवस्थापन गर्न सक्ने, नेतृत्व गर्न सक्ने क्षमता जसमा छ उसलाई चुनेर त्यहाँ लगेर उसलाई काम गर्न दिने हो। हर्क साम्पाङले काम गरिरहेको छ। हामीले फेरि शासक खोजिरहेका छौँ शासित हुनलाई। मानिस बीच शासक र शासित भन्ने हुनै सक्दैन। यो चेतना आध्यात्मिक चेतना हो। यो धर्म साम्प्रदायिक होइन। हामी धार्मिक हुनुपर्छ। आध्यात्मिक चेतना मानिसमा लागू गर्नुपर्छ या मानिसदेखि ईश्वरसम्मको विकास जो छ त्यो आध्यात्मिकबाट हो। यसतर्फ उन्मुख रहनु नै पर्छ। यो भन्दा बाहेक व्यवहारिकता जो राजनीति हो त्यो एउटा व्यवस्थापन हो। घरको व्यवहार जस्तै राज्यको व्यवहार हो। त्यो व्यवहार चलाउन सक्ने व्यक्तिलाई त्यो जिम्मा दिने हो। जसरी हर्क साम्पाङले म गर्छु भनेर धरानमा काम गरिरहेको छ, यस्तै कोही व्यक्तिले म राज्यको ठिकसँग सञ्चालन गर्न सक्छु भनेर समाजमा राम्रो काम गरिरहेको छ भने उसलाई प्रत्यक्ष कार्यकारीको रूपमा लगेर सत्तामा लाने हो। उसले त्यहाँ काम गर्ने हो। सेवाको रूपमा, समाज सेवाको रूपमा काम गर्ने हो। अहिलेको दलहरूले के बनाए?
संसदबाट जाने र यो अहिलेको यो प्रदेश संरचना पनि केवल राजनीतिक भर्ती केन्द्र, राज्यको आम्दानी र यो खर्च, यो प्रदेशको खर्च यति हेरौँ न हामीले के गर्यौँ। अतः अब हामी यसतर्फ उन्मुख हुने हो। यहाँ कुनै विचार सिद्धान्तवाद बोकेर राजनीति गर्ने हो कि भन्ने होइन। यी त सबै फेल भइसके, यो त हुँदै होइन, यो गर्ने नै होइन। एउटा व्यक्तिको क्षमता हेर्ने हो, उसले त्यो व्यवस्थापन गर्न सक्छ भने त्यहाँ उसलाई लगेर राख्ने हो, युवा क्षमतालाई लगेर राख्ने हो। यसतर्फ उन्मुख हुने हो हामी। र मानव चेतना जुन धर्मको नाम जोडिएको छ, त्यो धर्म साम्प्रदायिक पागलखाना जोड्ने होइन। यहाँ संस्कार भएन, हाम्रो संस्कृति हरायो, त्यो होइन। धर्म साम्प्रदायिक पागलखानामा जुन संस्कार संस्कृति छ, त्यहाँ जुन बन्धन छ, यसरी बाँधिएको मानिस कामै लाग्दैन। यो विक्षिप्तता हो, यो नारकीयता हो। यो हामीले धर्मयुद्ध जस्तो विक्षिप्तता बिहोरेर आएका हौँ। राजा र धर्मलाई छोडिदिउँ, यो हाम्रो अबको उन्मुख चेतना होइन, विकसित चेतना होइन। अतः अब हामीले के गर्ने भन्ने, अब यहाँ पनि अहिले टुङ्गिएको अहिलेको यो दलीय वा यो अहिलेको संसदीय व्यवस्थाले टुङ्गाइसक्यो, अब भविष्य नै छैन भनेपछि अब हामीले अर्को कदम सोच्ने हो। प्रत्यक्ष कार्यकारी व्यवस्थापक लगेर राज्यलाई वा राष्ट्रलाई दिने हो, उसले यो राज्यको नेतृत्व गर्ने हो, त्यो चुन्ने हो हामीले। यसतर्फ उन्मुख हौँ र हामी राजातर्फ वा राजाको माहौल बनाउनेतर्फ नलागौँ। आजको लागि यति नै।